चाय Show me your fit. जाँदै हामी पानी पर्यो किन हैन बहिनी पर्दैन त्यो कोहीले नछुव न यहाँ चाहिँ पर्दैन भनेको $20 minutes in 20 अघि उतादेखि उतादेखि के भर्खर न्युयोर्कदेखि 2 घण्टा हिँडेको भनेको ल सेलिब्रिटीहरू आउँदैन माथिबाट खिच्ने के फोटोग्राफी स्किल्स देखाउँदा बुढा मलाई ल घाम पनि लाग्यो इन्जिन शेर्पा कसरी हेरेर एक घाम पानी हुँदै मजाको ठाउँमा आइपुग्यो हामी दिदी बहिनीको नि चल्दैछ फोटो सेसन रमाइलो ठाउँ छ टाउन चाहिँ त्यही हो अघि हामी ओर्लेको टाउन न्युयोर्क नै हो यो अहिले चाहिँ पानी परिरहेको छ त्यसैले सबै बादलै बादल Just $5 है ठिक छ सबैलाई पुऱ्याउनु मिट स्मुदी कस्तो छ मिठ लाग्यो अनि हाम्रो पेमाको चाहिँ स्पेशल कुन फ्लेभर हो बेब लेमन लेमन तिमी यस्तै सावर थ्याङ्क यू तिमी त कडवा पो है विशेष
ब्ल्याकबेरी खानुपर्छ नि तिमीले त तर फेरि कहिले कहिले बोलेर लेमन खानुभयो अनि यो दुध मिल्क खानुभयो भने फेरि कहिले कहिले रियाक्सन गर्छ नि फेरि म्याङ्गो र दुधले पनि हो क्या अरे कहना क्या चाहते हो We go to a party कस्तो भयो everyone turns to see आजको दिन चाहिँ एकदम घाम पानी भएको छ मैले भिडियो नै भिडियो पनि भिडियो गरेर अहिले नि पानी परिरहेछ कता होला कता हो फोटो पनि छ त्यहाँ सो हामी जहिले हाइकिङमा चाहिँ बेबी र म मात्रै हुन्छ आरो नो पेमा कहाँ छ भनेर ओ माई गॉड ओ त कहाँ पुगिसक्यो पेमा अलमोस्ट अब सकिन लाग्यो हाम्रो हाइकिङ बेबी आउँदैछ हाम्रो कठिन बाटो चाहिँ सकियो अब हाम्रो अलमोस्ट तल डेस्टिनेसन आउने बेला भयो दिस इज गुड बाटो कस्तो भयो आजको रमाइलो भयो टायर्ड ल सक्यो अब Bye, see you next time. खाना सेट ल केटाहरू रे मैले